जापानिज ल्याङ्ग्वेज पढ्दै हुनुहुन्छ यो एप हेर्नु त इजी तरिकाबाट गेमै खेलिखेरि N5 देखिबाट N1 सम्मको भोक्याबुलरी खान्जी नेपालीमा पढ्ने तरिका नर्सले उसको ब्लड प्रेसर नाप्यो हेर्दाखेरि कार्टुनै कार्टुन चित्रै चित्र र यस्ता यस्तै गेमहरू खेल्न चाहिँ तपाईँले इजी तरिकाबाट जापानिज ल्याङ्ग्वेज चाहिँ आफ्नो इम्प्रुभ गर्न सक्नुहुन्छ जसलाई चाहिँ खान्जी एकदमै सम्झिन गाह्रो छ その人は両親に恩返しをした त्यो व्यक्तिले आफ्नो अभिभावकले गरेको उपकारको सातो तिर्यो यो बाहेक पनि तपाईले आफूलाई कुन जानी खान्जी पढ्न मन लागेछ त्यो अनुसारको आफ्नो लेभल अनुसारको तपाईले क्विजहरू गेमहरू चाहिँ यसमा तपाईले खेल्न सक्नुहुन्छ हेर्नु त मैले चाहिँ अलि N2 को खान्जी लिएर आएँ र कतिको मिल्ने रहेछ भन्छ आफूले ट्राई मारेको है अब यसरी नै तपाईले आफ्नो लेभल अनुसारकै कुन लेभलको लागि तपाईले पढ्दै हुनुहुन्छ तपाईले चाहिँ नि आफूले आफ्नो तयारी गर्न सक्नुहुन्छ कुनै पनि नमिलेको खान्जीहरू चाहिँ तपाईले रिपिट गरेर फेरि आफूले निर्णय गर्न सक्नुहुन्छ कि कुन लेभल ठीक हुन्छ र आफ्नो लेभल अनुसारको तपाईले खान्जी भोक्याबुलरी पढ्न सक्नुहुन्छ अब यो एप देखेर चाहिँ नि धेरै जना लाइसियो होला यो एपको नाम के हो कहाँबाट डाउनलोड गर्ने भन्ने है अब यो एपको नाम थाहा पाउनु भन्दा अगाडि चाहिँ नि जापानिज ल्याङ्ग्वेज कुन लेभलको लागि पढिरहनु भएको छ N5 देखिबाट N1 कमेन्ट गर्नु है र अझै पनि तपाईले मलाई फलो गर्नु भएको छैन भने तुरुन्तै फलो गरिहाल्नु है त ल यो एपको नाम छ निवातोरी यो निवातोरी एप चाहिँ तपाईले एप्पल स्टोर वा गुगल प्लेमा गएर तपाईले सजिलै डाउनलोड गर्न सक्नुहुन्छ र आफूलाई मन लागेको समयमा आफ्नो लेभल अनुसारको खान्जी भोक्याबुलरीको तयारी गर्न सक्नुहुन्छ आजको लागि यति नै यस्तै भिडियोहरुको लागि चाहिँ मलाई फलो गर्नु होला ल है त